एमाले जस्तो पार्टी हुँदा हुँदै कांग्रेस जस्तो पार्टी हुँदा हुँदै यो कसका के नाच हुने? कांग्रेस टुवा पर हेरिराखेको छ, एमाले टुवा पर हेरिराखेको छ। फरक फुरुक नाच्ने अरू छन्, कलाकार बनेर धुमधाम छ। के हो यो? अहिले ढल्छ, भरे ढल्छ, भोलि नै ढल्छ। मरिजाओस् मरिजाओस्, सराप्या सरापै छ। ढलिजाओस् ढलिजाओस्। तर तपाईहरुले सुन्नुभएको होला, झिँगाका श्रापले डिङ्गा भनेको गाई भैँसी पशु केही पनि झिँगाको श्रापले मर्ने होइन। यिनीहरूले जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले। अस्ति प्रचण्ड रविवाला सरकार हुँदाखेरि पनि त्यस्तै उनीहरूले दोहोर्याउन खोजे। हिन्दीमा एउटा भन्छ, मौत आती है तो चिट्टी के पैर उगाते हैं भन्छ। कमिलो वा समय सिद्धियो भने पखेटा बोलाउँछ, अनि पालबाट निस्केर फ्याट 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 उड्छ। अनि त्यो माथि के नामको एउटा चरो हुन्छ, त्यसले टप्प 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 हतार हतार टप्प टप्प पार्दै हुलै चराएर टप्प टप्प पार्छ। त मौत आती है तो चिट्टी के पैर उगाते हैं। कमिलाको आयु पुग्यो भने पखेटा बोलाउँछ। यिनीहरूले जथाभावी बोल्न थाले, जथाभावी गर्न थाले। अस्थिरता, अन्यल देशमा भ्रष्टाचार, कुनै सीमा रहेन। हेर्दा हेर्दै जनताले भन्न थाले, एमाले जस्तो पार्टी हुँदा हुँदै कांग्रेस जस्तो पार्टी हुँदा हुँदै यो कसका के नाच हुने? कांग्रेस टुवा पर हेरिराखेको छ, एमाले टुवा पर हेरिराखेको छ। फरक फुरुक नाच्ने अरू छन्, कलाकार बनेर धुमधाम छ। के हो यो? जनताले भन्न थाले। त्यसपछि हामी यसो कुरा गरेर यो त साह्रै भएन, सच्याउनु पर्यो, स्थिरतातर्फ स्थायित्वतर्फ देशलाई फर्काउनु पर्यो भनेर हामीले यो गर्यौँ। अहिलेको सरकार बनायौँ, संयुक्त सरकार। सरापै सरापै छन्। अहिले ढल्छ, भरे ढल्छ, भोलि नै ढल्छ। मरिजाओस् मरिजाओस्, सराप्या सरापै छ। ढलिजाओस् ढलिजाओस्। तर तपाईहरुले सुन्नुभएको होला, झिँगाका श्रापले डिङ्गा भनेको गाई भैँसी पशु केही पनि झिँगाको श्रापले मर्ने होइन। झिँगाले त सरापिरहन्छ, मरेदेखि हुन्थ्यो मरेदेखि हुन्थ्यो भनेर। यो देख्न पाउँदैन, यो डिङ्गाले भन्छ। अर्कोपल्ट दसैँ देख्न पाउँदैन, तिहार देख्न पाउँदैन, यो देख्न पाउँदैन भन्दै जान्छ उसले। तर त्यस्तो हुने होइन। अहिले दुईटा पार्टीले संकल्प गरेका छन्, यो देशलाई अब ठिक बाटोमा अगाडि बढाएर छोड्ने, स्थिरता स्थायित्व ल्याएर छोड्ने, कायम गरेर छोड्ने र सुशासन